जहाँ दलित र गैर दलितको कुरा भयो उहाँ दलितको पक्षमा, जहाँ मुलुकको हितको कुरा हुन्छ उहाँ निरन्तर मुलुकको हितमा राष्ट्रिय स्वार्थको पक्षमा जीवनभर लेख्नु भयो, जीवनभर उभिनु भयो। एकचोटि मैले धेरै पटक भन्ने गरेको एउटा कुरा कि राष्ट्रिय मेलमिलापको कुरा आएपछि नेपाली कांग्रेसको मलाई लाग्छ तेरो शब्दका लागि माफ पाऊँ, यहाँको दक्षिणपन्थीहरू कम्युनिस्टहरूका विरुद्धमा कांग्रेस र राजा मिल्नुपर्छ र कम्युनिस्टहरूलाई खेल्नुपर्छ भन्ने एउटा धार थियो, कांग्रेसको धार थियो र उनीहरूले सधैँभरि अडिट फर्मुलाको कुरा गर्ने। जसरी डाक्टर सुकर्णसँग मिलेर अडिटले क्रान्ति गर्न खोज्दै थिए, नेपालमा त्यही दोहोरिँदैछ भनेर एउटा लगातार 5-7 वर्षसम्म चलिरहेको एउटा हल्ला थियो, एउटा विमर्श थियो, दक्षिणपन्थी विमर्श थियो। कमल कोइराला दाईले त्यतिखेर यो कति सालको कुरा हो ठ्याक्कै मैले बिर्सेँ, रातो युग धारामा अडिट फर्मुलाको वास्तविकता बारेमा एउटा धारावाहिक लेख लेख्नुभयो र बताउनु भयो कि वास्तवमा अडिट को थियो। त्यस पछाडि त्यो अडिट फर्मुलाको त्यो भाष्य त्यो सुक्यो, त्यो हरायो। यो तहको लेखनको जानकारीको प्रामाणिकताको उहाँमा त्यो क्षमता थियो र यसरी उहाँ निरन्तर सक्रिय रहँदै मैले भने उहाँ सधैँ देब्रेमा उभिनुभयो, सत्यको पक्षमा उभिनुभयो र 47 सालमा नेकपा एमाले बनेपछि उहाँ नेकपा एमालेको पनि केन्द्रीय कमिटीको सदस्य हुनुभयो। 51 सालमा प्रतिनिधि सभाको निर्वाचित सदस्य हुनुभयो। 65 सालमा कोरियाका लागि नेपालका तर्फबाट राजदूत हुनुभयो। ढल्ने बेलासम्म पनि त्यस दिन बिहान होला सायद उहाँ आफैले पठाएको मोटरसाइकल बोलाएर उहाँ लेख्नका लागि भनेर जनआस्थाको कार्यालयमा पुग्नु भएको थियो। त्यस दिन पनि यो किशोर श्रेष्ठले त्यस दिन पोस्ट गर्नुभएको थियो, उहाँ आउनु भएको छ यसरी भनेर अन्तिमसम्म पनि लेखेर उहाँ जानुभयो र उहाँले अहिले आफ्नो एउटा आत्मकथा लेख्ने तयारी गर्दै हुनुहुन्छ। त्यो अपूर्णै रह्यो र आज हामी उहाँका प्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि यहाँ उपस्थित भएका छौँ। म यहाँ उपस्थित सबै कमरेडहरू, सबै साथीहरूलाई उहाँका प्रति सम्मान स्वरूप 1 मिनट मौन धारणका लागि अनुरोध गर्छु। कमल कोइराला हाम्रो पार्टीका प्रमुख सल्लाहकारको पार्थिव शरीरमा पार्टीको झण्डा उडाउनका लागि पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपाललाई अनुरोध गर्छु। अब हामी शोकका संक्षिप्त मन्तव्य राख्छौँ। यसो गरौँ, यसलाई संशोधन गर्यौँ हामीले अर्कै उहाँको शोकमा उहाँका योगदानमाथि फेरि चर्चा चलाउनेछौँ। म नेपाल कम्युनिस्ट आन्दोलनमा योगदानका हिसाबले, निरन्तरताका हिसाबले सबभन्दा वरिष्ठ नेता कमरेड मोहन विक्रम सिंहलाई उहाँको पार्थिव शरीरमा माल्यार्पणका लागि अनुरोध गर्दछु। र यसै गरी क्रमशः पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनाल, नेपाली कांग्रेसका नेता वीरेन्द्र रिजाल, कमरेड देव गुरुङ, नेकपा माओवादीका महासचिव कमरेड देव गुरुङ, पंखाजी उपाध्यक्ष पंखा भुषाल,
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष र अब क्रमशः सबै साथीहरूलाई कमरेडहरूलाई माल्यार्पणका लागि पुष्पार्पणका लागि म अनुरोध गर्छु। लाइन बाई लाइन बिस्तारै आउनु बिस्तारै आउनु भयो बिस्तारै बाहिर बसिदिनु राम्रो होला। बाहिर पनि गर्मी छ। गर्मी छ त्यो। फोन करा करेगा व्यक्तिगत रूपमा उहाँलाई राज्यको रूपमा